आज जाँदैन तपाईँको कलवाटी भाइ ड्युटी किनभने आज उसको छुट्टी छ अनि आज गर्छ रुमको सरसफाइ। सबैभन्दा पहिले म सुरुवात गर्नेछु बाहिरबाट किनभने भित्र एकछिनमा भइहाल्छ। सबैभन्दा धेरै फोहोर छ बाहिर। बाहुबली जस्तो हतार हतारमा गर्न थाले सरसफाइ वाला कार्यक्रम मेरो चलिरहेको थियो। त्यतिखेर मलाई कसैले माथिबाट फालेर दियो यो नारियल अनि यो नारियल चाहिँ म भरे काटेर खानेछु। नारियलको ध्यानमा म काम गर्ने बिर्सेको थिएँ। म त कचरा एक ठाउँमा जम्मा पारेको छु तर म हालेको छु गार्बेजमा अनि अहिले चाहिँ बहादुर जस्तो हाल्दैछु म गार्बेजमा कचरा। फोहोर मैलाहरू उठाइसकेपछि म चोर जस्तो माथि चढेर ताकी झाकी गर्दैछु अरूको घरमा। बहादुर जस्तो बाहिरको काम सकाइदियो तपाईँको कलवाटी भाइले अनि अहिले गर्छ भित्रको काम। अनि भित्रको काम गर्न धेरै टाइम लाग्दैन, बस केही मिनेटको समय लाग्छ। म सोच्दै थिएँ आज जाँदिन कम्पनीतिर तर मजबुरमा जानु परिरहेको छ किनभने मलाई ल्याउनु पर्छ त्यहाँबाट केमिकल। आज आकाशमा लागेको छ कालो बादल, सायद पानी पर्छ होला अनि तपाईँहरू लाइक गरिदिनु होला।